हुन्छ थकाइ लाग्यो भने बस्नु न। अब यहाँ चम्पादेवी हात्तीबन चम्पादेवी पदमार्ग आइपुग्यो। अब यहाँबाट फेरि अब अलिकति बाँकी छ, त्यहाँबाट हामी पुगिन्छ गुम्बा। अनि किरा कराएको सुन्ने बित्तिकै मलाई बोल्नै मन लाग्दैन कि, मजाले सुन्न मन लाग्छ कि यिनीहरूको आवाज नि कस्तो आनन्द आउँछ कि। अनि यहाँबाट चाहिँ टक्क लाएर फर्किने, यहाँबाट गुम्बा पुगेर त्यहाँबाट जान सकिँदैन होला अब चाहिँ। किन सकिँदैन हौ? तपाईँ त सक्नुहुन्छ, म चाहिँ सक्दिनँ। यहाँभन्दा धेरै हिँड्न सकिँदैन। अब घाम पनि चर्किरहेको छ नि त अलिकति, बेलुका दुईजना थाकेका हो र थाके दुईजना बस्यो उता गएर। ठाउँ ठाउँमा बस्ने ठाउँ पनि रहेछ नि त यहाँ। अलिअलि ठाउँमा छ। किराले टोक्यो, किराहरू हुन्छ नि त त्यहाँ। अलि विचार पुर्याऊ, अलि विचार पुर्याएर गर न। साह्रै रमाइलो ठाउँ चाहिँ, एकदमै फ्रेस फिल हुने के। किरा कराउने बित्तिकै मलाई चाहिँ यता हजुर किन मलाई सेन्टिपेडले टोक्यो के हुन्छ? के अरे सेन्टिपेड यहाँ कहाँ छ? सेन्टिपेड छैन, सेन्टिपेड कानमा छ। उसलाई बिचारा पर जाउँ न। मान्छे आएन, यसो टिल्ट भएन।